नमस्ते साथीहरू। आज भने हामी ठुल्दै र म भने पाङदेखि बागलुङको यात्रा गर्दैछौँ, बागलुङ बलेवासम्मको। तपाईँलाई कस्तो लाग्छ हाम्रो यो भिडियो हेर्नुहोला अन्त्यसम्म। हामी आज भने तपाईँसँगै रहनेछौँ बागलुङ मन्दिर नभएर बागलुङ बलेवासम्म भैरवस्थान मन्दिरमा। अहिले हामी ससधारादेखि कालीगण्डकी नदी देखिरहेका छौँ। तपाईँलाई कस्तो लाग्छ? कालीगण्डकी नदी नेपालको एकमात्र शालिग्राम पाइने मन्दिर हो। यो भने बागलुङ हो। बागलुङ प्रवेश गर्दैछ। मलाई भने यो बागलुङ देख्दाखेरि एकदम भित्रैदेखि कस्तो रमाइलो लाग्छ, जाउँ जाउँ जस्तो लाग्छ होइन। अहिले भने पर्वत जिल्लाको पाङ देखिरहेका छौँ। कुस्मा नगरपालिकाको निकै सुन्दर छ। तल्लो पाङ, उपल्लो पाङ, खरिबोट स्कुल्स पनि देख्न सकिन्छ यहाँबाट। तपाईँ देख्न सक्नुहुन्छ, निकै समथर जस्तो छ। त्यस सँगसँगै हामी दुईजना हेर्दैछौँ हाम्रो गाउँको दृश्य। त्यसपछि हाम्रो यात्रा सुरु भयो। हामी हिँडिसकेका छौँ। बाटोको हालत यस्तो छ। यस्तो बलेवामा भैरवस्थान जान लाग्यो। यी सबैले यही पार्क गरिसके। अझै आधा घन्टा हिँड्नुपर्ने जस्तो स्थिति छ। स्कुटीलाई सकस दिँदै हामी भने भैरवस्थानको बेससम्म पुगिसकेका छौँ। हामी मन्दिर प्रवेश गर्दैछौँ। तपाईँ देख्न सक्नुहुन्छ कि पुनर्निर्मित भइरहेको छ। यहाँ के संरचनाहरू बनिरहेका छन् सुन्दर। बागलुङ नगरपालिका वार्ड नम्बर 12 बलेवा अमलाचौरमा रहेको भैरवस्थान मन्दिर निकै पुरानो रहेको भन्ने पनि छ। यो मन्दिर भने प्राचीन रूपमा 1780मा बनेको भन्ने छ र पनि अहिले चाहिँ के परिमार्जित र पुनर्निर्माण भइरहेको छ। यहाँ बागलुङ बजारदेखि झन्डै 17 किलोमिटर टाढा रहेको यो अमलाचौर स्थित रहेको बागलुङ भैरवस्थान बागलुङ बलेवामा रहेको भैरवस्थान मन्दिर हो। यहाँ कालभैरवको पूजा गरिन्छ। होइन कस्तो घन्टा कुरा गर्नुपर्छ र घर भाग्ने त होइन, भाग्ने त होइन होला पक्कै। शोभराज गुरुङ कुस्मा नगरपालिका वडा नम्बर 5बाट रु 510 प्रदान गर्नुभएको छ। त्यस्तै गरेर बुद्धि प्रसाद पौडेल जल फुलाले खुसी भइदेऊ भगवान जल फुलाले।
हाम्रो पूजा सकिए सँगसँगै हामी भने यता हाम्रो केही लगेको थियौँ त्यसले हेरचाह गरौँ अनि त्यसपछि हामी भने हातखुट्टा धोएर हाम्रो यो वरपरको वातावरण हेऱ्यौँ अनि के राम्रो सुन्दर र त्यसले बनाइएको रहेछ। यहाँ भने भक्तजनहरू बसोबास गर्ने आराम गर्ने यो ठाउँ रहेछ, हेर्न सक्नुहुन्छ। निकै व्यवस्थित तरिकाले बनाइएको छ। तपाईँ पनि आएर दर्शन गर्न सक्नुहुन्छ। यहाँ देख्न सक्नुहुन्छ आज हामी मङ्गलबार भएकाले होला निकै भिडभाड थियो, निकै मान्छेहरूको भिडभाड थियो। हामी भने पूजासुजा सकेर फोटो सेसनतिर लागेका थियौँ। त्यो गणेश मन्दिर हो, हेर्न सक्नुहुन्छ। देखिएको चल दृश्यमा तपाईँ देख्न सक्नुहुन्छ कुस्मा बजार पारी देख्न सक्नुहुन्छ भने सँगसँगै यो अमलाचर आसपासको क्षेत्र देख्नुहुन्छ। 9जना समितिहरू अहिले यहाँ दायाँ बायाँ खटिरहनु भएको छ। दिनहुँ खट्नुहुँदैछ, उहाँ लाइनमा खट्नु भएको छ। त्यहाँ लाइनमा अलिकति अनियमितता आयो भनेर कोषाध्यक्षज्यू चन्द्रकेशीज्यू, त्यस्तै गरेर हाम्रो अध्यक्ष ज्ञानेन्द्र हाम्रो पूजा यता फोटो सेसन सकिएपछि हामी भने लाग्यौँ घरतिर। तपाईँ देख्न सक्नुहुन्छ हाम्रो 2-3जना अङ्कल गीत रौठल्दैसँगै हामी घरतर्फ लागिसकेका छौँ। हजुरको हातले यस्तो लाग्यो हुनसक्छ। बाटो भने पानी नआउँदा चाहिँ केही राम्रो छ, पानी आउँदा चाहिँ केही समस्या हुनसक्छ। माथिसम्म नभए राम्रो छ, पिच गरिएकै छ। हामी 2जना अघि 2जना पछि हिँडिसकेका छौँ। तपाईँ भिडियोको अन्त्यसम्म हेर्नुहोला। मन परे लाइक कमेन्ट सेयर र सब्सक्राइब गर्नुहोला। फेरि पनि तपाईँ देख्न सक्नुहुन्छ पहाडको पाङ तराईको ताङ भन्ने उखान युक्तिसँगै हाम्रो पाङ कुस्मा नगरपालिका 1 को समाचार भूभाग, सुन्दर भूभाग देख्न सक्नुहुन्छ। खरिबोट मावि र हाम्रो गाउँ सँगसँगै हामी एकछिन रोकेर हेरिरहेका थियौँ। केही चल दृश्यहरू कैद गऱ्यौँ, निकै सुन्दर लाग्यो। यो चाहिँ नुवारा हो, बागलुङ नजिक। तपाईँ देख्न सक्नुहुन्छ टार तल्लोमा। सँगसँगै हामी मालडुङ्गा आइसकेका छौँ। तपाईँ देख्न सक्नुहुन्छ मालडुङ्गाको सुन्दर पुल। तपाईँलाई भिडियो मन पऱ्यो लाइक कमेन्ट सेयर र सब्सक्राइब गर्नुहोला ताकि अझै मोर भिडियो ल्याउन